आज हामी क्लास 12 को म्याथ बुक को एन्टिटेरिभ भन्ने च्याप्टर को एक्सरसाइज 14.3 गर्न गइरहेका छौं। 1 2 को भिडियो मैले अगाडि हालिसक्यो भने अब 3 बाट आउँछ यसमा चाहिँ। सो अब हामीले यसमा यो च्याप्टर यसमा चाहिँ हामीले के गर्नुपर्छ भने 1 cos स्क्वायर x और sec स्क्वायर x यो दुईटा मध्ये एउटाले चाहिँ यसलाई मल्टिपल गर्नुपर्छ। सो मल्टिपल बाइ 1 cos स्क्वायर x both sides dx upon 4 minus 5 sin square x गुणन 1 cos square x upon 1 cos square x हो। यो दुईटाले यसले चाहिँ 1 cos square x ले चाहिँ तलमाथि नै के गर्नुपर्छ मल्टिपल गर्नुपर्छ, गुणन गर्नुपर्छ। सो 1 cos square x dx upon 4 1 cos square x minus 5 sin square x र 1 cos square x यति हुन्छ। 1 cos square x भनेको sec square x dx upon 4 1 cos square x भनेको के हो त sec square x 4 sec square x minus यो 5 sin square x upon 1 cos square x भनेको के हो त 5 tan square x 5 tan square x यति भयो हैन। यति भयो 4 sec square x minus 5 tan square x sec square x भनेको के हुन्छ त sec square x बराबर चाहिँ 1 plus tan square x 1 plus tan square x हुन्छ नि। सो अब sec square x को ठाउँमा हामीले 1 plus tan square x लेखौं। sec square x dx upon 4 1 plus tan square x minus 5 tan square x यति हुन्छ भने sec square x dx upon 4 plus 4 tan square x minus 5 tan square x यति होइन। यसको चाहिँ के हुन्छ भने sec square x dx upon 4 minus tan square x यो भनेको sec square x dx upon 4 भनेको 2 को होल स्क्वायर upon minus tan x को स्क्वायर यति भयो नि। अब हामीले यहाँ चाहिँ छुट्टै रफ भनेर लेखौं है त। रफ भनेर लेख्यो भने के हुन्छ त tan x बराबर y मान्यो भने यसलाई डेरिभेटिभ गर्दा है त डिफाइन द बोथ साइड्स wr2 s गर्दा के हुन्छ त d tan x upon dx बराबर चाहिँ dy upon dx हुन्छ हैन। डेरिभेटिभ गर्दा d tan x upon tan x को डेरिभेटिभ गर्दा के हुन्छ sec square x यो sec square dx यता मल्टिपल हुन्छ dx बराबर dy। सो sec square x dx को के हुँदैछ त dy upon 2 को होल स्क्वायर माइनस tan x भनेको y को होल स्क्वायर यति भयो हैन। 1 upon a square minus x square dx को फर्मुला के हुन्छ त 1
2a हुन्छ र log a plus x र a minus x plus c हुन्छ नि हो कि हैन यति हुन्छ नि सो यो भनेको a फर्मुला छ 2 भनेको हामीले a स्क्वायर मान्यो भने y लाई x स्क्वायर मान्यो भने 1/2a log a plus x र a minus x plus c सब हामीले फर्मुलामा लगाएर त 1/2a भनेको 2 नै हो log a भनेको 2 plus y upon 2 minus y plus c 1/4 log 2 plus y भनेको के छ 10x upon 2 minus 10x plus c यति नै रहेको छ आन्सर 3 को सोलुसन हेरेर अब हामी क्वेशन नम्बर 4 गर्न गइरहेका छौं cos x minus sin x upon root under 1 plus sin 2x minus 1 गरौँ dx यो हामीले चाहिँ प्लस 1 थपेर माइनस 1 गरेको यो भनेको चाहिँ 1 1 काटेर sin 2x नै हुन्छ सो cos x minus sin x upon 1 भनेको के हुन्छ त sin square x plus cos square x बराबर 1 हुन्छ नि हो कि हैन sin square x plus cos square x हो त्यो 1 मा चाहिँ हामीले यही लेखौं sin square x plus cos square x plus sin 2x भनेको कति हुन्छ त sin 2x बराबर चाहिँ 2 sin x र cos x हुन्छ नि सो हामी यही लेखौं 2 sin x र cos x minus 1 यदि होइन cos x minus sin x upon root छ sin square x plus cos square x plus 2 sin x cos x भनेको के हो त sin x plus cos x को होल स्क्वायर हो नि हो कि हैन सो यतिलाई चाहिँ हामीले के लेखौं त sin x plus cos x को होल स्क्वायर minus 1 को होल स्क्वायर लेखौं यसलाई चाहिँ लेट यसलाई चाहिँ हामी y मानौं है त sin x plus cos x बराबर y मान्दा यसको डेरिभेटिभ निकाल्दा नि त डिफाइन द both sides w r 2x d sin x upon dx plus d cos x upon dx बराबर चाहिँ के हुन्छ dy upon dx हुन्छ नि हो किन sin x भनेको चाहिँ के हुन्छ त cos x माइनस किन लेखेको भने cos x को डेरिभेटिभ के हुन्छ त माइनस sin x हुन्छ सो sin x बराबर dy upon dx बराबर ए मल्टिपल हुन्छ cos x minus sin x dx बराबर चाहिँ dy cos x minus sin x dx को बराबर चाहिँ के रहेछ त dy रहेछ भने sin x plus cos x भनेको y सो cos x minus dx लेखौं यहाँ cos x minus sin x dx बराबर चाहिँ यस dy upon sin x plus cos x भनेको चाहिँ के त y को होल स्क्वायर minus 1 को होल स्क्वायर सो y स्क्वायर minus 1 स्क्वायर भनेको चाहिँ फर्मुला के हुन्छ त dy upon y स्क्वायर minus 1 स्क्वायर भनेको चाहिँ dx dy upon dx upon
रुट अंडर एक्स स्क्वायर माइनस ए स्क्वायर है त सो के हुन्छ त फर्मुला dx अपन एक्स स्क्वायर माइनस ए स्क्वायर अपन एक्स स्क्वायर माइनस ए स्क्वायर को फर्मुला चाहिँ के छ भने log x प्लस एक्स स्क्वायर माइनस ए स्क्वायर प्लस सी यसको फर्मुला यति छ x प्लस एक्स स्क्वायर माइनस ए स्क्वायर प्लस सी सो log हामी यही लेखौँ x प्लस एक्स स्क्वायर माइनस ए स्क्वायर प्लस सी log x भनेको हामीले y मान्नुपर्छ y प्लस एक्स स्क्वायर भनेको चाहिँ y स्क्वायर माइनस ए स्क्वायर भनेको कति छ त 1 को स्क्वायर प्लस सी log y भनेको हामीले के माने हो sin x प्लस cos x प्लस यसमा भनेको sin x प्लस cos x को होल स्क्वायर माइनस 1 स्क्वायर प्लस सी log sin x प्लस cos x प्लस यो भनेको के हो त sin स्क्वायर x प्लस 2 sin x cos x माइनस 1 यति हुन्छ हैन log sin x प्लस cos x प्लस 2 sin x cos x प्लस cos स्क्वायर x जैसे लेख्यो यसको sin स्क्वायर x प्लस cos स्क्वायर x माइनस 1 प्लस 2 sin x र cos x यति लेखौ है त log sin x प्लस cos x प्लस sin स्क्वायर x र cos स्क्वायर x भनेको कति हुन्छ त 1 माइनस 1 प्लस 2 sin x cos x प्लस c log sin x प्लस cos x प्लस यो 1 र 1 काट्यो 2 sin x र cos x प्लस c हुन्छ सो log sin x प्लस cos x प्लस 2 sin x र cos x भनेको चाहिँ sin 2x प्लस c फाइनल आन्सर यति नै हुन्छ 5 को टीका सो अब हामी 5 को गर्न गइरहेका छौं dx अपन 3 sin x को चाहिँ के हुन्छ त 2 sin x by 2 र cos x by 2 minus 4 cos square x by 2 minus sin square x by 2 सो यति हुन्छ dx अपन 6 sin x by 2 र cos x by 2 minus 4 cos square x by 2 plus 4 sin square x by 2 सो यति भएन अब यसलाई लेख्दा चाहिँ dx अपन 4 sin square x by 2 plus 6 sin x by 2 र cos x by 2 minus 4
cos स्क्वायर x/2 सो यति भयो हैन सो यति भयो नि हाम्रो के छ त त्यही लेखौँ हामी dx अपन के छ सो यति रहेको छ यतिमा अब हामीले 4 कमन ल्याऊ dx अपन 4 कमन ल्याऊ भने sin स्क्वायर x/2 प्लस 6 अपन 4 हुन्छ हैन sin x/2 र cos x/2 माइनस cos स्क्वायर x/2 अहिले 4 लाई अगाडि लेखौँ 1/4 dx अपन sin स्क्वायर x/2 प्लस 6 अपन 4 6 अपन 4 है 2 ले यसलाई 3 चोटी मल्टिप्लाई यसले 2 चोटी sin x/2 र cos x/2 माइनस cos स्क्वायर x/2 सो यति हुने भयो भने 1/4 dx अपन sin स्क्वायर x/2 प्लस 3/2 sin x/2 र cos x/2 माइनस cos स्क्वायर x/2 यसकोमा चाहिँ अब बोथ साइड्स नै 1/cos स्क्वायर x/2 ले मल्टिपल गरौँ multiply the both sides by 1/cos square x/2 1/4 dx upon is our sin square x/2 plus 3/2 sin x/2 र cos x/2 नै सारो माइनस cos square x/2 तल माथि नै के गर्दा 1/cos square x/2 ले मल्टिपल गरौ है त 1/cos square x/2 अपन 1/cos square x/2 सो यति भयो नि चाहिँ 1/4 को 1/4 नै हुन्छ 1/cos square x/2 dx upon sin square x/2 र 1/cos square x/2 plus 3/2 sin x/2 र cos x/2 यसलाई फेरि के ले मल्टिपल 1/cos x/2 ले मल्टिपल गरौ 1/cos square x/2 minus cos square x/2 1/cos square x/2 ले मल्टिपल गरौ है त सब काटौं है त यो यहाँ दुईटा cos स्क्वायर cos यहाँ दुईटा cos x/2 छ भने यहाँ एउटा छ यो र यो एउटा काट्यो अब यहाँ एउटा बाँकी रह्यो cos x/2 बाँकी रह्यो अब यसको चाहिँ cos square x/2 र cos square x/2 काटिन्छ 1/4 1/cos square x/2 भनेको sec square x/2 sec square x/2 dx अपन sin square x/2 र गुणन 1/cos square x/2 भनेको tan square x/2 tan square x/2 प्लस यहाँ 3/2 sin x/2 र यहाँ एउटा cos x/2 छ तलपट्टि सो 3/2 के हुन्छ त tan x/2
माइनस cos स्क्वायर cos स्क्वायर 2 काट्यो -1 हुन्छ है त। अब हामीले यहाँ यतापट्टि साइडमा लेट गरौँ यो 10x/2 बराबर चाहिँ y मानौँ 10x/2 बराबर चाहिँ y मानौँ डिफाइन द 2x सो अब यसको चाहिँ डेरिभेटिभ निकालौँ d 10x/2 अपन dx/2 गुणन dx/2 अपन dx बराबर चाहिँ dy अपन dx हुन्छ हैन। सो d 10x/2 र dx/2 भनेको कति हुन्छ त sec स्क्वायर x/2 यो x/2 को डेरिभेटिभ के हुन्छ त 1/2 बराबर dy अपन dx हुन्छ नि हो हैन। सो 1/2 sec स्क्वायर x/2 बराबर dy अपन dx यसको चाहिँ अब के हुन्छ भने यो 2 यतापट्टि मल्टिपल हुन्छ भने यो dx यतापट्टि मल्टिपल हुँदा के हुन्छ त sec स्क्वायर x/2 dx बराबर चाहिँ 2dy यति हुन्छ। सो कति रहेछ त 1/4 sec स्क्वायर x/2 dx भनेको 2dy अपन 10 स्क्वायर x/2 भनेको चाहिँ y स्क्वायर प्लस 3/2 10x/2 भनेको y माइनस 1 यति हुन्छ हैन। अब यो 2 लाई चाहिँ यतापट्टि लिएर आऊ 2/4 dy अपन y स्क्वायर प्लस 3/2 y माइनस 1 सो यति हुन्छ भने यो भनेको 1/2 हुन्छ dy अपन y स्क्वायर प्लस अब यसलाई चाहिँ हामीले चाहिँ a प्लस b को होल स्क्वायर जस्तो लैजाऊ y स्क्वायर प्लस 2y 3/4 हुन्छ 3/4 राख्दा चाहिँ के हुन्छ त 2 ले 4 लाई दुई चोटी जान्छ सो 3/2 नै रहन्छ नि हो हैन। अब प्लस 3/4 को होल स्क्वायर गरौँ माइनस 3/4 को होल स्क्वायर माइनस 1 यति भयो नि हो हैन। सो 1/2 dy अपन यो भनेको चाहिँ a प्लस b को होल स्क्वायर जस्तै गयो नि हो हैन a प्लस 2ab प्लस b स्क्वायर सो y प्लस 3/4 को होल स्क्वायर माइनस यो भनेको 3 को स्क्वायर र 4 को स्क्वायर भनेको चाहिँ 9/16 माइनस 1 सो यति भयो नि। सो यति भयो भने चाहिँ अन्तिममा के हुन्छ भने 1/2 dy अपन y प्लस 3/4 को होल स्क्वायर 16 एकाने 16 माइनस 9 गर्दा कति भयो 25/16 भयो नि हो हैन 25/16 भयो भने चाहिँ सो अब 1/2 dy अपन y प्लस 3/4 को होल स्क्वायर माइनस 25/16 सो यति भयो भने चाहिँ 1/2 dy अपन y प्लस 3/4 को होल स्क्वायर माइनस यो भनेको 5/4 को होल स्क्वायर सो यति हुन्छ। यसलाई अब हामीले x स्क्वायर यसलाई जस्तै अब y स्क्वायर मानौँ हैन यसलाई y स्क्वायर मानौँ यसलाई a स्क्वायर मानौँ के हुन्छ जस्तै y स्क्वायर हैन यसलाई x स्क्वायर मानौँ यसलाई a स्क्वायर मानौँ यसलाई एकछिन dx मानौँ dx अपन x स्क्वायर माइनस a स्क्वायर को फर्मुला के हुन्छ त के हुन्छ जस्तै 1 अपन x स्क्वायर माइनस a स्क्वायर dx
सो यसको फर्मुला के हुन्छ त 1/2a log x minus a र x plus a plus c हुन्छ नि सो अब यही यसैमा चाहिँ हामीले यसलाई लानु पर्छ भने 1/2 को 1/2 नै राखौं 1/2a अब 1/2 a भनेको कति छ त 5/4 5/4 log x भनेको y plus 3/4 minus a भनेको 5/4 upon y plus 3/4 plus 5/4 plus c यति भएन यसलाई 2 चिटी चाहियो यो 2 चाहिँ माथि जान्छ 1/2 र अब जस्ट खोलौँ है ब्राकेट खोलौ 2/5 log y plus 3 minus 5 भनेको चाहिँ यस्तो हुन्छ यसको चाहिँ कस्तो हुन्छ भने 3 minus 5 upon 4 गर्दा -2 upon 4 1 minus 1/2 हुन्छ नि सो log y minus 1/2 upon y plus यसको चाहिँ 3 plus 5 upon 4 8/4 गर्दा के हुन्छ त्यसको त 2 हुँदो रहेछ 2 plus c यो 2 र 2 काट्यो 1/5 log यो भनेको चाहिँ 2y minus 1/2 upon y plus 2 plus c हुन्छ हैन 1/5 log 2y minus 1 by यो y plus 2 चाहिँ माथि नै जान्छ 2y plus 2 plus c 1/5 log 2y minus 1 upon यसले यो खोलौँ 2y plus 4 plus c अब चाहिँ मान राखौँ 1/5 log 2 y भनेको कति छ त हाम्रो 10x/2 2 10x/2 minus 1 upon 2 10x/2 plus 4 plus c हाम्रो फाइनल आन्सर यति नै रहेको छ 6 अब 6 को हेरौँ sin 2x upon sin x plus cos x को होल स्क्वायर dx सो यति रहेको छ सोलुसन हियर यो भनेको चाहिँ 1 plus sin 2x minus 1 गरौँ sin x plus cos x को होल स्क्वायर dx गरौँ किनकि यो 1 प्लस गर्दा -1 जसरी पनि गर्नुपर्छ अनि 1 - 1 sin 2x नै रहन्छ सो 1 भनेको चाहिँ कति रहन्छ त sin स्क्वायर x plus cos स्क्वायर x 1 भनेको नि सो 1 भनेको चाहिँ sin स्क्वायर x plus cos स्क्वायर x plus sin 2x minus 1 dx upon sin x plus cos x को होल स्क्वायर यति भएन सो sin स्क्वायर x plus cos स्क्वायर x plus sin 2x भनेको चाहिँ 2 sin x र cos x minus 1 upon sin x plus cos x को होल स्क्वायर dx लेखौँ हो यो भनेको sin x plus cos x को होल स्क्वायर नै रहन्छ नि हो के हैन यो भनेको के हो त sin x plus cos x को होल स्क्वायर minus 1 upon sin x plus
cos x को होल स्क्वायर dx सो यति रह्यो भने अब बराबर चाहिँ के हुन्छ भने sin x प्लस cos x को होल स्क्वायर अपन sin x प्लस cos x को होल स्क्वायर dx हुन्छ भनेपछि माइनस 1 dx अपन sin x प्लस cos x को होल स्क्वायर सो यति भयो हैन यो र यो चाहिँ काट्यो यो काटेपछि बाँकी के रह्यो त dx रह्यो हैन माइनस 1 अपन dx अपन sin x प्लस cos x को होल स्क्वायर रह्यो सो यता बाँकी रह्यो dx माइनस 1 अपन dx अपन sin x प्लस cos x को होल स्क्वायर यति बाँकी रह्यो dx को डेरिभेटिभ के हुन्छ त dx भनेको चाहिँ x हुन्छ हैन dx भनेको चाहिँ x माइनस 1 अब यो dx अपन sin x प्लस cos x को होल स्क्वायरलाई चाहिँ मल्टिपल गरौँ 1 बाइ cos स्क्वायर x ले तलमाथि नै 1 बाइ cos स्क्वायर x अपन 1 बाइ cos स्क्वायर x x माइनस 1 1 बाइ cos स्क्वायर x dx अपन यो भनेको चाहिँ के हुन्छ त sin स्क्वायर x हुन्छ नि sin स्क्वायर x र 1 बाइ cos स्क्वायर x प्लस cos स्क्वायर x अपन 1 बाइ cos स्क्वायर x हुन्छ नि हो कि हैन यो cos स्क्वायर x र cos स्क्वायर x त काटिने भयो x माइनस 1 1 बाइ cos स्क्वायर x भनेको sec स्क्वायर x sec स्क्वायर x अपन dx अपन sin स्क्वायर x अपन cos स्क्वायर x भनेको चाहिँ tan स्क्वायर x tan स्क्वायर x प्लस 1 अब यसलाई चाहिँ हामीले चाहिँ x माइनस 1 लेख्नु हुन्छ नलेख्नु हुन्छ sec स्क्वायर x dx अपन tan x प्लस 1 लाई चाहिँ यसरी लेखौँ होल स्क्वायर लेखौँ हैन सो लेट गरौँ tan x प्लस 1 लाई चाहिँ y गरौँ यसको डेरिभेटिभ निकालौँ d tan x प्लस 1 अपन dx बराबर चाहिँ dy अपन dx d tan x प्लस 1 अपन dx को चाहिँ डेरिभेटिभ के हुन्छ त sec स्क्वायर x प्लस बराबर dy अपन dx sec स्क्वायर x sec स्क्वायर x dx यो dx उता जान्छ बराबर dy सो यति भयो हैन बराबर x माइनस sec स्क्वायर x dx भनेको कति रहेछ त dy अपन tan x प्लस 1 भनेको चाहिँ y को होल स्क्वायर अब x माइनस dy अप सरी यो हैन x माइनस यो y स्क्वायर चाहिँ माथि जाँदा के हुन्छ त y माइनस 2 dy अब यसको x माइनस y माइनस 2 प्लस 1 र माइनस 2 प्लस 1 प्लस c कति हुन्छ भने x माइनस बराबर x माइनस y माइनस 1 अपन माइनस 1 प्लस c यो माइनस 1 माथि जाँदा x y को अगाडि माइनस हुन्छ सो y माइनस 1
प्लस सी यो माइनस माइनस के हुन्छ त प्लस हुन्छ यहाँ चाहिँ सो x प्लस 1/y प्लस सी सो यति भयो भनेपछि x प्लस y भनेको चाहिँ 1/10x प्लस 1 प्लस सी फाइनल आन्सर यति रह्यो।